हेलो एभ्रिवान वेलकम टु माई न्यू मिनी भ्लग। र आज चाहिँ हाम्रो गाउँमा दिनभरि नै पानी परेको रहेछ बिहानदेखि लिएर र यता चाहिँ बाउछारी बसिराख्नु भएको छ। छोरी गुड मर्निङ भन्देऊ न। छाला नक्कली छोरी चाहिँ के भयो भनेर छक्क परेर हेरिरहेछ र म यता चाहिँ पानी भर्नु भनेर जाँदैछु। अहिले चाहिँ हाम्रो यता चाहिँ लाइट थिएन, पानी पर्दाखेरि काटेको थियो र अहिले आएको छ। त्यही भएर खानेपानी चाहिँ भरिहाल्नु पर्यो भनेर म चाहिँ यतिखेर भर्दैछु। खानेपानी चाहिँ एकदमै जरुरी छ र खानेपानीको साथसाथमा पनि अरू चलाउने पानी पनि भर्दैछु। हाम्रोतिर चाहिँ यस्तो ठुलो ड्रममा भराएर राख्छौँ, लाइट छैन भने पनि 2-3 दिनको लागि चल्छ। त्यही भएर र यता चाहिँ पानी राखिसकेको छ। अहिले चाहिँ म चाहिँ यतिखेर रुमभित्र आइसकेकी छु र हाम्रो चाहिँ रुमभित्र गद्रेजको माथि चराले बच्चा काडेर बसेको छ हो, घोसला बनाएर। यहाँ चाहिँ बाउछारी गुटमुटी राख्नु भएको छ कम्बलभित्र, चिसो चिसो मौसम छ भनेर। र यता चाहिँ हाम्रो बाख्राले आज एउटा पाठा पनि ब्याइसकेको छ। हेर्नुहोस् न कस्तो माया गर्दैछ। र आजका लागि यति नै, भेटौँला नेक्स्ट भ्लगमा।